भोलिपर्सि राजा आउनुहुन्छ राजा आएपछि टिका लाउनु जान्छैमा हजुर त्यो त सिक्री फसिया थियो भाइरल भाँदी भन्ने आउने तिनजना क्या सिक्री राजाले पछाडिबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट तपाईँले सिक्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने गइहाल्यो मेरो बाबु साढे 2 तोला त साढे 2 तोला अब मैले कहाँ ल्याउने मेरो सिक्री नै लुट्यो बाबु अब साढे 2 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के चोरी नेतै गरे मलाई ल थिचेर तानेर लग्यो मलाई घाँटी रातो भएर छ दाइ सिक्री लुट्यो